स्वागत छ साथीहरु हजुरलाई आजको यो भिडियोमा। आजको यो भिडियो अन्तर्गत रहेर म हजुरलाई बताउने छु तपाई यदि वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने कोसिस गर्दै हुनुहुन्छ, तपाईको इंग्लिश अलिकति कमजोर छ भने त्यस्तो अवस्थामा चाहिँ तपाईले कसरी प्रिपेयर गर्ने भन्ने जस्ता सम्पूर्ण कुराहरूलाई समावेश गरेर आजको यो भिडियो तयार गरेको छु। र यो भिडियोलाई हेर्दै गर्दा साथीहरु यदि तपाईको इंग्लिश एकदम कमजोर छ, यहाँ सिकाएका चीजहरु चाहिँ तपाईलाई भन्नको लागि अप्ठ्यारो लागिरहेको छ भनेदेखि यस्तो कन्डिसनमा चाहिँ तपाईले मेरो अलरेडी एउटा भिडियो यहाँ आइसकेको छ, तपाईले यहाँनेरि अहिले डिस्प्लेमा पनि तपाईले यो चीजलाई देख्न सक्नुहुन्छ र यो वाला भिडियोलाई गएर चेक गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मैले इन्टरभ्यूमा सोधिने क्वेशन तथा त्यसको एन्सरलाई कसरी बताउने भनेर स्टेप बाइ स्टेप रिपिट गरेर हजुरहरूलाई एकदम सजिलो बनाएर सिकाएको छु। त्यो वाला भिडियोलाई चेक गर्नुभयो भने तपाईले एकदम सहिलेसँग कन्फिडेन्ट भएर एन्सर दिन सक्नुहुनेछ। र आजको यो भिडियो अन्तर्गत रहेर चाहिँ म त्यहाँ सोध्न सक्ने सम्भावित क्वेशन र त्यसको एन्सरहरूलाई एकदम सर्टकटमा बताउने कोसिस गर्नेछु र आशा गर्दछु पक्कै पनि हजुरहरूलाई भिडियो मन पर्नेछ। नमस्ते साथीहरु, मेरो नाम हो सन्तोष थापा, च्यानलमा स्वागत छ हजुरहरूलाई। आउनुहोस् सुरु गरौँ आजको यो भिडियो। र साथीहरु, मैले आज यहाँ समावेश गरेको सम्पूर्ण क्वेशन एन्ड एन्सरलाई तपाई यदि टेक्स्टको फर्ममा हेर्न चाहनुहुन्छ भने चाहिँ मैले मेरो ब्लगको लिंक डिस्क्रिप्सन बक्समा राखिदिएको छु, त्यहाँ गएर तपाईले भिजिट गर्न सक्नुहुनेछ र टेक्स्टको फर्ममा पनि हेर्न सक्नुहुनेछ। जब पनि तपाई इन्टरभ्यु हलमा प्रवेश गर्नुहुन्छ त्यसपछि तपाईलाई इन्टरभ्युअरले चाहिँ कि त्यहाँ अगाडि आएर उभिनको लागि भन्छ वा कि अलि पर गएर उभिनको लागि भन्छ वा बस्नको लागि भन्छ। र तपाईलाई यदि बस्नको लागि भनेको छ भने बस्नुस्, यदि उठ्नको लागि भनेको छ भने उठ्नुस् र अलि पर गएर बस्नको लागि भन्नु भएको छ भनेदेखि त्यहाँ अलि पर गएर बस्नु। त्यसमा चाहिँ कुनै पनि कन्फ्युजन नहुनुहोस् है साथीहरु। त्यो इन्टरभ्युले कसरी बोल्छ हाउभाउ हेर्नको लागि चाहिँ अलि पर राखिदिन पनि सक्छ तपाईलाई। त्यस्तो अवस्थामा चाहिँ नआतिनु होला। सामान्यतया तपाईलाई नजिकै कुर्सीमा राख्छ र त्यसपछि तपाईलाई क्वेशन सोधिन सक्छ, व्हाट इज योर नेम, यानी कि तपाईको नाम के हो भनेर तपाईलाई यसरी क्वेशन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईले बताइदिन सक्नुहुन्छ, माइ नेम इज सन्तोष पौडेल वा आई एम सन्तोष पौडेल भनेर यसरी बताउन सक्नुहुन्छ। तपाईले बताउँदाखेरि तपाईको आफ्नो पूरा नामलाई बताउनु होला, आधा मात्रै नबताउनु होला। माइ नेम इज सन्तोष भनेर यसरी चाहिँ नभन्नु होला, तपाईको आफ्नो नाम राखेर। र यसपछि तपाईलाई अर्को क्वेशन सोधिन सक्छ, हाउ ओल्ड आर यु भनेर यसरी क्वेशन सोधिन सक्छ, यानी कि तपाई कति वर्ष हुनुभयो भनेर यसरी क्वेशन सोधिन सक्छ। यस्तो अवस्थामा आई एम 27 इयर्स ओल्ड भनेर यसरी बताउन सक्नुहुन्छ, यानी कि म 27 वर्षको भएँ। र तपाईलाई अर्को क्वेशन सोधिन सक्छ, वेयर डु यु लिभ वा वेयर आर यु फ्रम भनेर यसरी क्वेशन सोधिन सक्छ, यानी कि तपाई कहाँबाट आउनुभयो वा तपाई कहाँ बस्नुहुन्छ भनेर यसरी क्वेशन सोधिन सक्छ। यस्तो अवस्थामा बताइदिन सक्नुहुन्छ, आई लिभ इन हेटौडा नेपाल, यानी कि म हेटौडा नेपालमा बस्छु वा यसरी बताउन सक्नुहुन्छ, आई करेन्टली लिभ इन हेटौडा नेपाल, आई हेभ बीन लिभिङ देयर फर 10 इयर्स, यानी कि म हाल हेटौडा नेपालमा बस्छु, म त्यहाँ 10 वर्षदेखि बस्दै आएको छु। यो चाहिँ तपाई यदि विदेश गएर कुनै पनि ठाउँमा बस्नु भएको छ भनेदेखि यस्तो अवस्थामा तपाईले यो पनि बताइदिन सक्नुहुन्छ। जस्तै कि आई करेन्टली लिभ इन दोहा कतार, आई हेभ बीन लिभिङ देयर फर 10 इयर्स, यानी कि म हाल दोहा कतारमा बस्दै आइरहेको छु र यहाँ चाहिँ म 10 वर्षदेखिबाट बसिरहेको छु भन्ने हिसाबले यसरी पनि बताउन सक्नुहुन्छ। र यसलाई तपाईले यसरी पनि भन्न सक्नुहुन्छ, आई एम फ्रम हेटौडा नेपाल बट आई हेभ बीन लिभिङ इन काठमाडौँ फर 5 इयर्स भनेर यसरी पनि बताउन सक्नुहुन्छ। र तपाईलाई अर्को क्वेशन सोधिन सक्छ, आर यु म्यारिड भनेर यसरी क्वेशन सोधिन सक्छ, के तपाई विवाहित हुनुहुन्छ भनेर यसरी क्वेशन सोधिन सक्छ। यदि तपाई विवाहित हुनुहुन्छ भने यस आई एम म्यारिड भनेर बताउन सक्नुहुन्छ, वा अविवाहित हुनुहुन्छ भने नो आई एम सिंगल भनेर यसरी बताउन सक्नुहुन्छ। र तपाईलाई अर्को क्वेशन सोधिन सक्छ, टेल मी अबाउट योर फ्यामिली वा टेल मी लिटल बिट अबाउट योर फ्यामिली भनेर यसरी क्वेशन सोधिन सक्छ। तपाईको परिवारको बारेमा अलिकति बताइदिनुहोस् वा तपाईको परिवारको बारेमा बताउनुहोस् भनेर यसरी क्वेशन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईको परिवारमा कतिजना सदस्यहरू हुनुहुन्छ भनेर तपाईले सरसर्ती रूपमा मेन्सन गरिदिन सक्नुहुन्छ। तपाईको परिवारको बारेमा बताउँदै गर्दाखेरि चाहिँ तपाई र तपाईको श्रीमान श्रीमती वा तपाईको श्रीमान श्रीमती छोराछोरी र बुवा आमा यति भन्दा पर चाहिँ नजानु होला, किनकि विदेशी मान्छेहरू तपाईको परिवारको पूरा होल स्टोरी सुन्नको लागि इन्ट्रेस्टेड हुँदैन। र त्यो बताउँदाखेरि तपाईको बुवा आमाको बारेमा बताउनुस्, तपाईको श्रीमान श्रीमती वा छोराछोरी यति भन्दा परतिर नजानुस्, दाइ भाउजू दिदी बहिनी यता परतिर जाँदै नजानुस्, नर्मल रूपमा यति सरसर्ती बताइदिनुस् र तपाईले यसको एन्सर यसरी दिन सक्नुहुन्छ, माई फ्यामिली हेज 4 पिपल, माई वाइफ डटर सन एन्ड मी, मेरो परिवारमा 4 जना छौं, श्रीमती छोरी छोरा र म भनेर यसरी बताउन सक्नुहुन्छ। र तपाई यसलाई अलिकति फरक तरिकाले पनि भन्न सक्नुहुन्छ। जस्तै कि इन माई फ्यामिली देयर आर 4 मेम्बर्स, माई वाइफ, आवर डटर, आवर सन एन्ड माई सेल्फ, वी आर ए स्मल बट ह्याप्पी फ्यामिली, मेरो परिवारमा 4 सदस्यहरू छन्, मेरी श्रीमती, हाम्रो छोरी, हाम्रो छोरा र म, हामी सानो तर खुसी परिवार हौं भनेर यसरी पनि बताउन सक्नुहुन्छ है त। यो त थियो सानो परिवारको बारेमा। जस्तै कि तपाई कमनमा बस्नुहुन्छ, तपाईको परिवारमा चाहिँ थुप्रै सदस्यहरू छन् भने तपाईले यसरी पनि बताउन सक्नुहुन्छ है त। जस्तै कि इन माई फ्यामिली देयर आर माई प्यारेन्ट्स, 2 ब्रदर्स, 3 सिस्टर्स, 2 सिस्टर इन ल, माई वाइफ, माई डटर, माई सन एन्ड माई सेल्फ, मेरो परिवारमा मेरो आमा बुवा, 2 दाजुभाइ, 3 दिदी बहिनी, 2 भाउजू
मेरी श्रीमती, मेरो छोरी, मेरो छोरा र म आफै छु भनेर यसरी पनि बताउन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाट इज योर एजुकेसन, वा टेल मी अबाउट योर एकाडेमिक क्वालिफिकेसन्स भनेर यसरी क्वेसन सोधिन सक्छ। तपाईँको शैक्षिक योग्यता के हो, तपाईँले कतिसम्म अध्ययन गर्नुभएको छ भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले जतिसम्म अध्ययन गर्नुभएको छ ती कुराहरूलाई मेन्सन गरिदिन सक्नुहुन्छ। तपाईँले विशेष प्रकारका स्किलहरू सिक्नु भएको छ भने ती कुराहरूलाई नि बताइदिन सक्नुहुन्छ। जस्तै कम्प्युटर ट्रेनिङहरू लिनुभएको छ भने ती कुराहरूलाई तपाईँले यहाँनिर मेन्सन गरिदिन सक्नुहुन्छ। र तपाईँले जतिसम्म अध्ययन गर्नुभएको छ त्यही कुरालाई बताइदिन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ, आई पास्ड 10th ग्रेड भनेर यसरी बताउन सक्नुहुन्छ। मैले 10 कक्षा पास गरेको छु। आई नो बेसिक कम्प्युटर भनेर यदि तपाईँले कम्प्युटर सिक्नु भएको छ भने त्यो कुरालाई पनि बताउन सक्नुहुन्छ। यानि कि मैले 10 कक्षा पास गरेको छु र मलाई आधारभूत कम्प्युटर आउँछ वा बेसिक कम्प्युटर आउँछ भनेर यसरी बताउन सक्नुहुन्छ। वा तपाईँले यसलाई अलिकति फरक तरिकाले पनि भन्न सक्नुहुन्छ। जस्तै कि हामीले भन्दाखेरि चाहिँ मेरो शिक्षाको बारेमा कुरा गर्नुपर्दा चाहिँ मैले 10 कक्षा पास गरेको छु भन्ने हिसाबले हामीले भन्छौँ है त। त्यसलाई चाहिँ इङ्ग्लिसमा तपाईँले यसरी बताउन सक्नुहुन्छ, रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड, आई एम अल्सो कम्प्युटर लिटरेट विच हेल्प्स मी लर्न न्यू सिस्टम क्विकली। मेरो शिक्षाको बारेमा भन्नुपर्दा मैले 10 कक्षा उत्तीर्ण गरेको छु, म कम्प्युटरमा पनि दक्ष छु जसले मलाई नयाँ सिस्टम सिक्न मद्दत गर्छ भनेर यसरी बताउन सक्नुहुनेछ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, डु यु हेभ एनी एक्सपिरियन्स, टेल मी अबाउट योर एक्सपिरियन्स, वा डु यु हेभ एनी एक्सपिरियन्स एज अ भनेर जुन पोजिसनको लागि तपाईँ इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ त्यो पोजिसनलाई राखेर क्वेसन सोधिन सक्छ। तपाईँले काम गरिसक्नु भएको छ भने तपाईँलाई अलरेडी थाहा छँदैछ र एक्सपिरियन्सको बारेमा तपाईँले अलरेडी काम गरिसक्नु भएको छ त्यसको बारेमा तपाईँले यसरी सरसर्ती बताउन सक्नुहुन्छ, आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ, अनि त्यसपछि तपाईँको आफ्नो पोजिसनलाई त्यहाँनिर राखिदिनुहोस्। मैले यहाँनिर क्लिनर भनेर एउटा इक्जाम्पलको लागि राखेँ र मैले यो इङ्ग्लिससँग सम्बन्धित चाहिँ हरेक फिल्डको लागि तपाईँ जुन फिल्डमा इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ त्योसँग सम्बन्धित छुट्टै इङ्ग्लिसको भिडियो बनाएर राख्नेछु। त्यहाँ चाहिँ तपाईँको काममा के कामहरू गर्नुपर्ने छ भनेर यो कामभन्दा पछाडि एक्सपिरियन्सको पार्टमा चाहिँ के अन्य कुराहरू थप्ने भन्ने जस्ता कुराहरू पनि हजुरलाई स्टेप बाई स्टेप सिकाउनेछु। यहाँनिर चाहिँ हामी यति मात्रै सिकौँ, यानि कि मसँग 2 वर्ष चाहिँ क्लिनरको रूपमा काम गरेको अनुभव छ भनेर तपाईँले यसरी बताउन सक्नुहुन्छ। साथीहरू तपाईँसँग अनुभव छैन भने के गर्ने, यदि तपाईँसँग अनुभव छैन भने म्याक्सिमम केसमा चाहिँ विदेश जाँदाखेरि चाहिँ अलरेडी अनुभव भएका व्यक्तिलाई मान्यता भनेर त्यहाँनिर आइसकेको हुन्छ र तपाईँसँग अनुभव चाहिने नै हुन्छ। यदि तपाईँले काम गरिसक्नु भएको छैन, अब तपाईँ वैदेशिक रोजगारीको सिलसिलामा इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दा त्यो काममा गइसकेपछि तपाईँले के कामहरू गर्नुपर्ने हुन्छ त्यसलाई सरसर्ती रूपमा हेर्नुहोस्। तपाईँ गुगलमा गएर चेक गर्न सक्नुहुन्छ वा मेरो भिडियोहरूमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँभित्र चाहिँ के काम कर्तव्य तथा जिम्मेवारीहरू पर्छन् भन्ने जस्ता कुराहरूलाई त्यहाँनिर सरसर्ती रूपमा हेर्न सक्नुहुन्छ। र मेरो सल्लाह मान्नुहुन्छ भने सकेसम्म तपाईँ वैदेशिक रोजगारीको सिलसिलामा जाँदाखेरि अनुभव नलिकन वा ट्रेनिङ पनि नगरिकन चाहिँ कहिले पनि नजानुहोस्। सकेसम्म चाहिँ ट्रेनिङ लिने कोसिस गर्नुहोस् वा कुनै पनि ठाउँमा गएर 1 हप्ता 1 महिना मात्रै भए पनि काम गर्ने कोसिस गर्नुहोस्। र त्यस पश्चात तपाईँले त्यहाँ के काम गर्नुपर्ने रहेछ भन्ने थाहा पनि हुन्छ र त्यस पश्चात तपाईँले बताइदिन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ, आई हेभ बिन वर्किङ एज अ क्लिनर फर 3 months, यानि कि 3 महिनादेखिबाट चाहिँ म क्लिनरको रूपमा काम गरिरहेको छु भनेर तपाईँले यसरी बताउन सक्नुहुनेछ। यहाँ माथि बताउँदाखेरि चाहिँ आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर भनेको चाहिँ मसँग छ, 2 वर्षको छ। तर तपाईँले यसरी नै बताउन सक्नुहुन्छ, जस्तै कि तपाईँ कुनै ठाउँमा काम गरिरहनु भएको होला, अहिले काम गरिरहनु भएको छ र इन्टरभ्यूको लागि जानुभएको छ भने चाहिँ यसरी बताउन सक्नुहुनेछ, आई हेभ बिन वर्किङ एज अ क्लिनर फर 2 years भनेर यसरी बताउन सक्नुहुनेछ। र तपाईँलाई डु यु हेभ एनी एक्सपिरियन्स वा टेल मी अबाउट योर एक्सपिरियन्स भनेर क्वेसन सोधिँदा तपाईँले यसरी बताइदिन सक्नुहुन्छ, यस आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर, यस आई हेभ बिन वर्किङ एज अ क्लिनर फर 2 years भनेर यसरी बताउन सक्नुहुन्छ। यानि कि म 2 वर्षदेखिबाट चाहिँ काम गरिरहेको छु भन्ने हिसाबले तपाईँ जति समयदेखि गरिरहनु भएको छ त्यही कुरालाई मेन्सन गरिदिनुहोस्। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, टेल मी अबाउट योर सेल्फ वा इन्ट्रोड्युस योर सेल्फ भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँको परिचय बताउनुहोस् वा तपाईँको आफ्नो बारेमा बताउनुहोस् भनेर यसरी क्वेसन सोधिन सक्छ। यसरी क्वेसन सोधिँदाखेरि चाहिँ अघि हामीले जे कुराहरूमाथि सिक्दै आएका थियौँ त्यही कुराहरूलाई समावेश गरेर तपाईँले एन्सर दिन सक्नुहुन्छ। र यहाँनिर चाहिँ मैले थप प्लस पोइन्टहरूलाई पनि राखिदिएको छु जसले गर्दा चाहिँ यो एन्सर चाहिँ अझ इफेक्टिभ देखिन्छ। र मैले यहाँनिर 2वटा इक्जाम्पल राखिदिएको छु। एउटा चाहिँ तपाईँको नर्मली रूपमा नर्मल तपाईँको व्यक्तिगत जानकारीलाई कम्बाइन गरेर एन्सर दिने तरिका, र अर्को कुरा चाहिँ तपाईँको यो जबसँग सम्बन्धित स्किलहरूलाई हाइलाइट गरेर दिने 2वटा इक्जाम्पल राखिदिएको छु। तपाईँलाई जुन चाहिँ बेस्ट लाग्छ त्यही हिसाबले एन्सर दिन सक्नुहुनेछ र तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ, थ्याङ्क यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माई सेल्फ, माई नेम इज सन्तोष पौडेल, आई एम 27 years old, I live in Hetauda, Nepal. I have completed my 10th grade education and I am computer literate. I have 2 years of experience working as a cleaner. I am honest, hardworking and a quick learner भनेर तपाईँले यसरी बताउन सक्नुहुनेछ। जस्तै कि मलाई आफ्नो परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद।
मेरो नाम सन्तोष पौडेल हो, म 27 वर्षको भएँ, म हेटौँडा नेपालमा बस्छु, मैले कक्षा 10 पास गरेको छु र म कम्प्युटर चलाउन जान्दछु। मसँग क्लिनरको रूपमा 2 वर्षको अनुभव छ। म इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर तपाईँले यसरी आफ्नो परिचय दिन सक्नुहुन्छ। साथीहरू, तपाईँलाई आजको यो भिडियो कस्तो लाग्दैछ? यदि भिडियो मन परिरहेको छ भने यो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै आउँदा दिनहरूमा चाहिँ कस्ता कस्ता खालका भिडियोहरू हेर्न चाहनुहुन्छ भनेर पनि कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। र प्रायः जस्तो इन्टरभ्यू चाहिँ तपाईँको टेल मी अबाउट योरसेल्फ, इन्ट्रोड्युस योरसेल्फ भनेर यसरी नै सोधिन्छ। र यो पार्टले चाहिँ एकदम ध्यान दिएर हेर्नुहोस् है साथीहरू। तपाईँले जब जब पनि तपाईँ इन्टरभ्यूको लागि प्रिपेयर गर्नुहुन्छ, यो टेल मी अबाउट योरसेल्फ, इन्ट्रोड्युस योरसेल्फ भनेर तपाईँले आफ्नो बारेमा बताउन चाहिँ एकदम सक्ने भएर जानु होला, धेरैचोटि प्र्याक्टिस गर्नु होला। किन भन्दाखेरि तपाईँलाई वैदेशिक रोजगारीको सिलसिलामा जाँदाखेरि चाहिँ इन्टरभ्यू भन्दा अगाडि एउटा प्री इन्टरभ्यू भन्ने सेसन हुन्छ कि त्यहाँनिर गएर चाहिँ तपाईँलाई टेल मी अबाउट योरसेल्फ, इन्ट्रोड्युस योरसेल्फ भनेर पहिला सुरुमा क्वेसन सोधिन्छ र त्यहाँबाटै तपाईँको डिसाइड हुन्छ कि सेकेन्ड इन्टरभ्यूको लागि तपाईँ जानुहुन्छ कि जानुहुन्न भनेर। मैले यहाँनिर कतिपय देखेको छु कि पहिलो चरणमै व्यक्तिहरू चाहिँ यहीँबाट फालिरहेका छन् किनकि तपाईँले आफ्नो बारेमै बताउन सक्नुहुन्न। त्यस कारणले गर्दा यो चिजलाई चाहिँ एकदम विशेष रूपमा फोकस गर्नु होला। र यहाँभित्रबाट थुप्रै क्वेसनहरू आउँछन् र लगभग सिबीमा समावेश भएको सम्पूर्ण कुराहरूको एन्सर चाहिँ यो एउटा क्वेसनले समेट्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो चाहिँ म्याक्सिमम सोधिने क्वेसन हो र एकदम स्ट्रङ क्वेसन हो र यसको चाहिँ एकदम राम्रोसँग प्र्याक्टिस गर्नु होला। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वेयर डु यु करेन्टली वर्क वा वेयर डिड यु वर्क भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँ अहिले हालसाल कहाँ काम गरिरहनु भएको छ वा योभन्दा पहिला चाहिँ कहाँ काम गर्नुहुन्थ्यो भन्ने हिसाबले तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले जहाँ काम गर्नुभएको थियो त्यो ठाउँको नाम र त्यो संस्थाको नाम चाहिँ तपाईँले बताइदिन सक्नुहुन्छ। जस्तै कि तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ, आई वर्क एट युनिभर्सल रेस्टुरेन्ट इन हेटौँडा। यानि कि म हेटौँडाको युनिभर्सल रेस्टुरेन्टमा काम गर्छु। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाट आर योर ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँको काम कर्तव्य तथा जिम्मेवारी के हो भनेर यसरी क्वेसन सोधिन सक्छ। वा यही क्वेसनलाई चाहिँ वाट वेयर योर ड्युटिज भनेर यसरी पनि सोधिन सक्छ। वा वाट वेयर योर ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज भनेर यसरी पनि क्वेसन सोधिन सक्छ। यानि कि तिम्रो ड्युटी तथा रेस्पोन्सिबिलिटीहरू के थियो भनेर यसरी सोधिन सक्छ। वा तपाईँलाई वाट आर योर ड्युटिज वा वाट आर योर रेस्पोन्सिबिलिटिज भनेर छुट्टै छुट्टै सोधिन सक्छ। वा तपाईँलाई चाहिँ त्यो पोजिसन नै मेन्सन गरेर वाट आर द ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ भनेर एउटा जुन पोजिसनको लागि जाँदा हुन्छ त्यो पोजिसनलाई मेन्सन गरेर क्वेसन सोधिन सक्छ। आखिर तपाईँलाई जसरी सोधियो पनि सोध्नु खोजेको कुरा एउटै हो, तपाईँको काम कर्तव्य तथा जिम्मेवारीहरू के हो भनेर। तपाईँले अलरेडी काम गरिसक्नु भएको छ भने तपाईँलाई थाहा नै छ तपाईँको काम कर्तव्य तथा जिम्मेवारीहरू के हो भनेर। यदि तपाईँलाई कन्फ्युजन लागिरहेको छ, तपाईँलाई सर्टेन कुराहरू मात्रै थाहा छ भने चाहिँ मैले मेरो च्यानलमा चाहिँ हरेक कामको लागि चाहिँ काम कर्तव्य तथा जिम्मेवारीहरूको भिडियो बनाएर अलरेडी अपलोड गरिसकेको छु। तपाईँले त्यो भिडियोहरू चेक गर्न सक्नुहुनेछ। तपाईँको आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई बताउँदै गर्दा तपाईँले चाहिँ पोइन्ट वाइज हिसाबले पनि बताइदिन सक्नुहुन्छ वा तपाईँले एकमुष्टमा पनि एन्सर दिन सक्नुहुन्छ। तपाईँलाई जसरी बेटर लाग्छ त्यसरी बताउनु होला। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाइ डिड यु लिभ योर लास्ट जब वा वाइ डिड यु लिभ योर प्रिभियस जब भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँले योभन्दा अगाडिको काम किन छोड्नुभयो वा तपाईँको अन्तिम जब चाहिँ किन छोड्नुभयो भन्ने हिसाबले तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले एउटा कुनै पनि स्पेसिफिक रिजनलाई एउटालाई बताइदिन सक्नुहुन्छ। जस्तै तपाईँ विदेश जान चाहनुहुन्छ भने चाहिँ तपाईँ आफू ग्रो गर्न चाहन्छु, क्यारियरमा ग्रो गर्न चाहन्छु भन्ने हिसाबले यसरी बताउन सक्नुहुन्छ। सकेसन बताउँदाखेरि चाहिँ योभन्दा अगाडिको कम्पनी नराम्रो थियो, यहाँ त्यस्तो पाइनँ, यताउता भनेर त्यो कम्पनीको बारेमा कहिले पनि नराम्रो कुरा नबताउनु होला र त्यो कम्पनीलाई धन्यवाद दिएर अनि त्यसपछि सुरु गर्न सक्नुहुन्छ। जस्तै कि तपाईँ नेपालमा हुनुहुन्छ र तपाईँ विदेश जान चाहनुहुन्छ, यस्तो अवस्थामा तपाईँलाई सोधियो वाइ डिड यु लिभ योर लास्ट जब भनेर सोध्यो भने तपाईँले यसरी बताइदिन सक्नुहुन्छ, आई लेफ्ट माई प्रिभियस जब बिकज आई वान्ट टु ग्रो। I am looking for a new opportunity abroad to support my family and build my career. मैले अघिल्लो जागिर छोडेको हुँ किनभने म अघि बढ्न चाहन्छु। म मेरो परिवारको सहयोग गर्न र आफ्नो करियर बनाउन विदेशमा नयाँ अवसर खोज्दैछु भनेर यसरी नै बताउन सक्नुहुनेछ। अब तपाईँको कन्डिसन कस्तो पनि हुनसक्छ भन्दा तपाईँ विदेशमा काम गरिरहनु भएको थियो, कुनै कारणवश तपाईँ नेपाल जानुभयो र त्यहीँ अड्किनुभयो र अहिले अब फेरि फर्केर विदेश जान चाहनुहुन्छ भने यस्तो अवस्थामा चाहिँ तपाईँले कसरी बताउने त भन्दा तपाईँले यसरी नै बताउन सक्नुहुनेछ, आई रिटर्न टु नेपाल टु भिजिट माई फ्यामिली एन्ड टेक केयर अफ सम पर्सनल म्याटर्स। यानि कि म परिवार भेट्न र केही व्यक्तिगत कामहरू सक्नको लागि चाहिँ नेपाल फर्केको थिएँ भनेर यसरी नै बताउन सक्नुहुनेछ। यो चाहिँ थियो नर्मली रूपमा विदेश जाँदाखेरि। र तपाईँ यदि कम्पनीहरू चेन्ज गरिरहनु भएको छ भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ कसरी क्वेसन सोधिन सक्छ भन्दा वाइ आर यु लुकिङ फर अ जब चेन्ज भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँ यो जब चाहिँ किन चेन्ज गर्न चाहनुहुन्छ वा यो कम्पनीबाट अरू कम्पनीमा किन जान चाहनुहुन्छ भन्ने हिसाबले तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले त्यो कम्पनीको बारेमा त्यो कम्पनीलाई धन्यवाद दिएर र यो कम्पनीमा चाहिँ यस्तो अपर्च्युनिटीहरू पाउँछु भन्ने हिसाबले तपाईँले यसरी बताउन सक्नुहुन्छ। र विदेश जाँदाखेरि भन्दा पनि विदेश गइसकेपछि चाहिँ म्याक्सिमम रूपमा चाहिँ यो केस हुने गर्दछन्। र नेपालमै हुँदाखेरि पनि कहिले कहिले चाहिँ सोधिन सक्छ कि तपाईँ यहाँनिर राम्रो पोजिसनमा काम गर्नु भएको रहेछ, तपाईँले राम्रै तलब पाइरहनु भएको रहेछ, तपाईँ यति छोडेर चाहिँ किन जान चाहनुहुन्छ
भन्ने हिसाबले तपाईँलाई यो सेन्समा चाहिँ वाइ आर यु लुकिङ फर जब चेन्ज भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले आफूले के ग्रोथ गर्न सक्छु वा मलाई के अपर्च्युनिटीहरू हुन्छ फ्युचरको लागि राम्रो छ भन्ने हिसाबले बताउन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। I am grateful to my current organization where I have gained valuable knowledge and experience. However, I believe change is essential for personal, professional, and financial growth. Your organization offers an excellent platform where I can contribute my skill and experience while continuing to learn and develop further. म मेरो हालको संस्थाप्रति आभारी छु जहाँ मैले मूल्यवान ज्ञान र अनुभव प्राप्त गरेको छु। यद्यपि मलाई विश्वास छ कि व्यक्तिगत, व्यावसायिक र आर्थिक वृद्धिका लागि परिवर्तन आवश्यक छ। तपाईको संस्थाले एउटा उत्कृष्ट प्लेटफर्म प्रदान गर्छ जहाँ म थप सिक्न र विकास गर्न जारी राख्दै आफ्ना सिप र अनुभवहरू योगदान गर्न सक्छु। तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाट आर युर स्ट्रेन्थ वा वाट इज योर ग्रेटेस्ट स्ट्रेन्थ भनेर यसरी पनि क्वेसन सोधिन सक्छ। किनकि तपाईँको तागत के हो, तपाईँको सबल पक्ष हो, तपाईँको सबैभन्दा ठुलो तागत के हो भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा नर्मली रूपमा तपाईँले बताइदिन सक्नुहुन्छ, तपाईँसँग भएका तागतका कुराहरूलाई तपाईँले बताइदिन सक्नुहुन्छ। जस्तै कि यो कुराहरू बताउँदै गर्दाखेरि चाहिँ मोस्टली रूपमा कमन चिजहरूलाई चाहिँ तपाईँले बताइदिन सक्नुहुन्छ है, जुन मैले यहाँनिर समावेश गर्छु। कस्तो कस्तो पनि हुन्छ भन्दाखेरि कहिले कहिले हामीले चाहिँ लागिरहेको हुन्छ कि यो चाहिँ मेरो सबैभन्दा ठुलो तागत हो भन्ने फिल भइरहेको हुन्छ। तर जब तपाईँले यो चाहिँ मेरो तागत हो भन्दाखेरि उताबाट एउटा क्रस क्वेसन आउन सक्छ क्या। जस्तै कि मलाई एकदम बोल्न मनपर्छ होइन, यो मेरो तागत हो। तर के हुन्छ त भन्दाखेरि अब मैले नेपालीमा बोल्दाखेरि म यति राम्रोसँग बोल्दैछु, तर इङ्ग्लिसमा बोल्दाखेरि चाहिँ यही लेभल नपुग्न पनि त सक्छ नि त होइन। जस्तै कि तपाईँ राम्रोसँग इङ्ग्लिसमा बोल्न सकिरहनु भएको छैन, बोल्ने नै तपाईँको तागत हो, कसरी मिल्यो र भन्ने क्वेसन सोध्नुभयो भनेर क्रस क्वेसन गरियो भने त इन्टरभ्यूमा त हामी त रातो पिरो हुन्छ होइन र। त्यस कारणले गर्दाखेरि यी चिजहरूलाई चाहिँ विशेष रूपमा फोकस गरेर एन्सर दिनुपर्ने हुन्छ। त्यही भएर चाहिँ तपाईँले कमन चिजहरूलाई बताइदिन सक्नुहुन्छ। र जुन चिज चाहिँ तपाईँको एकदम ठुलो तागत हो त्यो भनेको चाहिँ कस्तो हुन्छ त भन्दा जतिखेर पनि तपाईँले देखाउन सक्ने हुनुपर्छ, त्यस्ता कुराहरूलाई मात्रै समावेश गर्नुहोला र तपाईँले यी कुराहरूलाई विचार गरेर एन्सर दिन सक्नुहुनेछ। मैले यहाँनिर केही कमन स्ट्रेन्थहरूलाई यहाँनिर समावेश गरेको छु, तपाईँले यसरी पनि बताउन सक्नुहुन्छ। I am honest, hardworking, and a quick learner. म एक इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर यसरी भन्न सक्नुभयो। र तपाईँलाई तागत सोधिसकेपछि तपाईँको कमजोरीको बारे वाट आर योर विक पोइन्ट्स भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँको कमजोरीको बारेमा तपाईँले बताइदिन सक्नुहुन्छ। तपाईँको कमजोरी बताउँदा चाहिँ एउटा म्याक्सिमम रूपमा जानु हो भने दुईवटाभन्दा मास्तिर नजानु होला र भयभरकै कमजोरीहरूलाई त्यहाँनिर समावेश नगर्नु होला। तपाईँले यहाँनिर कमजोरी समावेश गर्दाखेरि चाहिँ यस्तो कमजोरीलाई समावेश गर्न सक्नुहुन्छ जुन तपाईँको तागत पनि हुन्छ। त्यो कमजोरी चाहिँ कमजोरी मात्र नभएर त्यसले चाहिँ तपाईँको तपाईँलाई के गरिरहेको हुन्छ त भन्दाखेरि त्यसले पावर पनि दिइरहेको हुन्छ। त्यस्ता खालका कमजोरीहरूलाई समावेश गर्नुपर्ने हुन्छ। वा तपाईँले कमजोरी समावेश गर्दै गर्दाखेरि चाहिँ तपाईँलाई सोधिन सक्छ कि तपाईँको यो कमजोरी रहेछ भनेर तपाईँलाई थाहा रहेछ, यसलाई सुधार गर्नको लागि के गरिरहनु भएको छ भनेर यसरी क्वेसन सोधिन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँलाई कमजोरी बताउँदै गर्दाखेरि त्यसको सुधार कसरी गरिन्छ वा त्यो सुधार गर्नलाई के गरिरहनु भएको छ भन्ने कुराहरू पनि ख्याल चाहिँ राख्नु होला। तपाईँलाई हरेक प्रश्नमा क्रस क्वेसन त गरिँदैन, तर कहिले कहिले फाट्ट गरिएको खण्डमा चाहिँ तपाईँले दिनुपर्ने हुन्छ। नर्मली रूपमा चाहिँ तपाईँलाई तपाईँको कमजोरी बताइसकेपछि हुन्छ तपाईँको। I cannot say no when someone asks for help. यानि कि कसैले मलाई मद्दत माग्दा म नाइ नै भन्न सक्दिनँ। सरस्वती रूपमा हेर्दाखेरि त यो त तपाईँको राम्रो पक्ष नै हो, यो चाहिँ कसरी तपाईँको कमजोर पक्ष भयो भन्ने पनि लाग्न सक्छ है त। यो चाहिँ कसरी भन्दा तपाईँ काममा जानुहुन्छ, तपाईँको काम एक थरी हुन्छ, कसैले तपाईँलाई सहयोग मागिदिन्छ, तपाईँ त्यही काममा लाग्न थाल्नुहुन्छ भनेपछि तपाईँले आफ्नो काम डेडलाइनमा पुरा गर्न सक्नुहुन्न वा त्यसैमा तपाईँको धेरै टाइम वेस्ट भइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ तपाईँको कमजोरीमा समावेश गर्न सक्नुहुनेछ। वा तपाईँले चाहिँ समटाइम आई टेक टु मच वर्क बट आई एम लर्निङ टु म्यानेज माई टाइम बेटर भनेर यसरी पनि बताउन सक्नुहुनेछ। कहिलेकाहीँ म धेरै काम लिएर बस्छु तर म समय व्यवस्थापन गर्न सिक्दैछु भनेर यसरी पनि बताउन सक्नुहुनेछ। जस्तै यो इक्जाम्पलमा चाहिँ यहाँनिर चाहिँ के थियो त तपाईँको कमजोरीलाई पनि तपाईँले हाइलाइट गर्नुभयो र यसलाई सुधार गर्नको लागि के गरिरहनु भएको छ भन्ने कुरा पनि बताउनु भयो। यसरी चाहिँ तपाईँले एकदम बेस्ट तरिकाले एन्सर दिन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भनेर यसरी क्वेसन सोधिन सक्छ। यहाँनिर चाहिँ दुईवटा कुरा हुन्छ है। जस्तै कि वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भनेको चाहिँ फरक चिज हो, र वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एज अ भनेर जुन पोजिसनको लागि क्वेसन सोधिन्छ त्यो चाहिँ फरक चिज हो है। तपाईँको जब पोजिसनको लागि तपाईँको इम्पोर्टेन्ट थिङ्स आउँछ भने त्यो तपाईँको काम कर्तव्य तथा जिम्मेवारीसँग सम्बन्धित चिजहरू आउँछ है। अनि तपाईँको कामको लागि महत्त्वपूर्ण चिज भनेको चाहिँ जहिले पनि सेफ्टी आउँछ है। कामको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँ सेफ्टी, तपाईँ सेफ हुनु भएन भने तपाईँले काम राम्रोसँग गर्न सक्नुहुन्न। यी कुरालाई चाहिँ विशेष रूपमा ख्याल गर्नु होला। र तपाईँलाई वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भनेर क्वेसन सोधिँदाखेरि काममा चाहिँ सबैभन्दा महत्त्वपूर्ण चिज के हो भनेर यसरी क्वेसन सोध्दा तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। Safety is the most important thing at work.
विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली। काममा चाहिँ सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सुरक्षा नभए हामी राम्रोसँग काम गर्न सक्दैनौँ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाट विल यु डु इफ देयर इज एन एक्सिडेन्ट भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि यदि कार्यस्थलमा दुर्घटना भयो वा तपाईँले दुर्घटना देख्नुभयो भने के गर्नुहुन्छ भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले नर्मली रूपमा त्यो दुर्घटना भएको ठाउँमा जान्छु, त्यहाँ दुर्घटनामा क्षति भएको व्यक्तिलाई सहयोग गर्छु र प्राथमिक उपचारहरू गर्छु र हस्पिटलमा फोन गरेर एम्बुलेन्स मगाउँछु भन्ने जस्तो कुराहरूलाई समावेश गरेर एन्सर दिन सक्नुहुन्छ। यसको एन्सर यसरी दिन सक्नुहुन्छ। If there is an accident, I will immediately inform my supervisor. I will help the injured person and take them to the clinic. यदि दुर्घटना भयो भने म तुरुन्तै सुपरभाइजरलाई जानकारी दिनेछु। म घाइते व्यक्तिलाई सहयोग गर्नेछु र क्लिनिकमा लैजानेछु भनेर यसरी बताउन सक्नुहुनेछ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, हाउ डु यु युज केमिकल सेफली भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि केमिकल चाहिँ तपाईँले सेफ रूपमा कसरी प्रयोग गर्नुहुन्छ भनेर तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा सधैँ सिलहरू हेर्छु, त्यस पश्चात भेन्टिलेटेड एरिया भएको ठाउँमा एयर पास हुने ठाउँमा मात्रै खोल्छु भन्ने जस्ता कुराहरूलाई समावेश गरेर एन्सर दिन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। I always read the label before using any chemicals. I wear gloves and use it in a well ventilated area. कुनै पनि रसायन प्रयोग गर्नु अघि म लेबल पढ्छु, म पन्जा लगाउँछु र हावा आउने ठाउँमा प्रयोग गर्छु भनेर यसरी बताउन सक्नुहुनेछ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, हाउ डु यु ह्यान्डल कस्टमर कम्प्लेन वा हाउ डु यु सोल्भ द प्रब्लम भनेर कुनै एउटा स्पेसिफिक प्रब्लम दिएर त्यो कुराहरूको बारेमा चाहिँ तपाईँलाई सोधिन सक्छ कि यो कुरा चाहिँ तपाईँले कसरी सोल्भ गर्नुहुन्छ भन्ने हिसाबले तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले सक्नुहुन्छ भने तपाईँले स्टेप बाई स्टेप फलोअप गरेर एन्सर दिन सक्नुहुन्छ। वा यदि तपाईँले सक्नुहुन्न भनेदेखि चाहिँ म मेरो सिनियर वा मेरो सुपरभाइजरलाई बोलाउँछु भन्ने हिसाबले एन्सर दिन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। इफ देयर इज अ प्रब्लम आई स्टे काम। अनि यस पश्चात तपाईँले के फलोअप गर्नुहुन्छ त्यही कुराहरूलाई बताउन सक्नुहुन्छ। जस्तै कस्टमरहरू हो भने चाहिँ आई लिसन टु द कस्टमर केयरफुल्ली, देन आई कल माई सुपरभाइजर इफ निडेड भनेर यसरी बताउन सक्नुहुन्छ। यानि कि यदि कुनै पनि समस्या भयो भने म शान्त रहन्छु, म ग्राहकको कुरा ध्यानपूर्वक सुन्छु, त्यसपछि आवश्यक परे म सुपरभाइजरलाई बोलाउँछु भनेर यसरी बताउन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, इफ यु मेक अ मिस्टेक वाट विल यु डु भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँले यदि गल्ती गर्नुभयो भने के गर्नुहुन्छ भन्ने हिसाबले तपाईँलाई क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ म गल्ती गर्दिनँ भनेर चाहिँ नभन्नु होला। हामी मानव हौँ, हामीबाट गल्ती हुन्छै हुन्छ, त्यो गल्तीबाट सिक्छु र फेरि दोहोऱ्याएर गर्दिनँ भन्ने हिसाबले तपाईँले एन्सर दिन सक्नुहुन्छ। तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। इफ आई मेक अ मिस्टेक आई विल एक्सेप्ट इट, आई विल इन्फर्म माई सुपरभाइजर, आई विल मेक स्योर नट टु रिपिट द सेम मिस्टेक अगेन। यदि मैले गल्ती गरेँ भने म यसलाई स्वीकार गर्छु, म मेरो सुपरभाइजरलाई बताउँछु, सेम मिस्टेकलाई चाहिँ नदोहोरिने चाहिँ म सुनिश्चित गर्छु वा मेक स्योर गर्छु, म त्यो गल्ती नदोहोऱ्याउने कुरालाई चाहिँ एकदम ध्यान दिन्छु र दोहोऱ्याएर गल्ती गर्दिनँ भन्ने हिसाबले यसरी बताउन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, हाउ मच वाज योर स्यालेरी देयर भनेर यसरी क्वेसन सोधिन सक्छ। योभन्दा अघिल्लो काममा चाहिँ तपाईँले कति स्यालेरी लिइरहनु भएको थियो वा अहिले गरिरहनु भएको काममा चाहिँ कति स्यालेरी छ भन्ने हिसाबले तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले बताइदिन सक्नुहुन्छ। वा तपाईँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएको छ भनेदेखि पनि त्यस्तो कन्डिसनमा पनि तपाईँलाई क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले कति स्यालेरी पाउनु भएको थियो र स्यालेरीसँग अन्य सेवा सुविधा के पाउनु भएको थियो त्यो कुरालाई नि इन्क्लुड गरेर एन्सर दिन सक्नुहुन्छ। र तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। माई स्यालेरी वाज 2000 रियाल, यानि कि मेरो तलब चाहिँ 2000 रियाल थियो भनेर यसरी बताउन सक्नुहुन्छ। वा माई स्यालेरी वाज 30,000 रुपिज भनेर यसरी बताउन सक्नुहुन्छ। मेरो चाहिँ यहाँ अहिले काम गरिरहेको ठाउँमा चाहिँ 30,000 रुपियाँ मेरो तलब थियो भनेर यसरी बताउन सक्नुहुन्छ। र यसमा चाहिँ तपाईँले अन्य पाउनुभएको सेवा सुविधाहरूलाई पनि इन्क्लुड गर्न सक्नुहुन्छ। जस्तै कि माई स्यालेरी वाज 2000 रियाल विथ अकोमोडेसन, ट्रान्सपोर्टेसन एन्ड फुड भनेर यसरी नै बताउन सक्नुहुन्छ। मेरो तलब 2000 रियाल थियो, बस्ने यातायात र खानाको सुविधा थियो भनेर यसरी बताउन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाइ डु यु वान्ट टु गो अब्रोड भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि तपाईँ किन विदेश जान चाहनुहुन्छ भनेर यसरी क्वेसन सोधिन सक्छ। अब हामी सबै विदेश जान चाहने भनेको एउटै उद्देश्य हो, पैसा कमाउनको लागि होइन र। डाइरेक्टली रूपमा पैसा कमाउनको लागि भन्नुभन्दा पनि घुमाएर चाहिँ तपाईँले बताउन सक्नुहुन्छ, जहाँ चाहिँ तपाईँले केही ज्ञान सिक्छु वा केही सिप सिक्न सक्छु अनि त्यसपछि मेरो आर्थिक वृद्धि पनि हुन्छ वा मेरो फ्युचरको लागि राम्रो हुन्छ भन्ने हिसाबले तपाईँले एन्सर दिन सक्नुहुन्छ। यसको एन्सर तपाईँले यसरी दिन सक्नुहुन्छ। फर अ बेटर फ्युचर, उज्जवल भविष्यको लागि, राम्रो भविष्यको लागि। र यस पश्चात तपाईँ अरू थप्न सक्नुहुन्छ। फर अ बेटर फ्युचर आई वान्ट टु सपोर्ट माई फ्यामिली फाइनेन्सियली, आई वान्ट टु वर्क हार्ड एन्ड बिल्ड माई करियर। यानि कि राम्रो भविष्यको लागि म परिवारलाई आर्थिक सहयोग गर्न चाहन्छु, म कडा परिश्रम र आफ्नो करियर बनाउन चाहन्छु भनेर यसरी नै बताउन सक्छु। जुन पनि कन्ट्रीको लागि तपाईँ जान लाग्दै हुनुहुन्छ त्यो कन्ट्रीको नाम मेन्सन गरेर वाइ डु यु वान्ट टु गो वा वाइ डु यु वान्ट टु वर्क इन भनेर त्यो कन्ट्रीलाई मेन्सन गरिन सक्छ। अनि यो कन्ट्रीमा किन जान चाहनुहुन्छ वा यो कन्ट्रीमा किन काम गर्न चाहनुहुन्छ
भन्ने हिसाबले यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ अब त्यो कन्ट्री एकदम राम्रो छ, त्यहाँ डेभलप भइरहेको छ, त्यहाँ गयो भने मैले चाहिँ थुप्रै अपर्च्युनिटीहरू पाउँछु भन्ने हिसाबले चाहिँ तपाईँले यसरी सरसर्ती रूपमा बताइदिन सक्नुहुन्छ र यसको एन्सर तपाईँले यसरी बताउन सक्नुहुन्छ। कतार इज अ फास्ट ग्रोइङ कन्ट्री विथ मेनी अपर्च्युनिटिज। अनि कतार तीव्र रूपमा विकास भइरहेको देश हो। आई वान्ट टु वर्क हार्ड देयर फर अ बेटर फ्युचर फर माई फ्यामिली। यानि कि म परिवारको राम्रो भविष्यको लागि कडा परिश्रम गर्न चाहन्छु। तपाईँले यहाँनिर चाहिँ जुनसुकै कन्ट्री छ त्यो कन्ट्रीको नामलाई मात्र चेन्ज गरिदिनुहोस्। हामी भनेको अलिकति विकास भइरहेको वा अपर्च्युनिटी भएको देशमै जाने हो काम गर्नको लागि। अपर्च्युनिटी नभएको विकासै नभइरहेको देशमा त हामी जाँदैनौँ। त्यही भएर यो कमन एन्सर चाहिँ तपाईँले हरेक ठाउँमा युज गरिदिन सक्नुहुन्छ। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाइ सुड वी हायर यु, यानि कि तपाईँलाई किन सेलेक्ट गर्ने वा तपाईँ नै किन भन्ने हिसाबले यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँसँग भएका आफ्ना क्षमताहरू र तपाईँको क्वालिटीहरूलाई चाहिँ त्यहाँनिर तपाईँले बताइदिन सक्नुहुन्छ। यहाँनिर चाहिँ यो जबको लागि चाहिँ सबैभन्दा बेस्ट मै हुँ भनेर यसरी बताउनु भन्दा नि मभित्र चाहिँ यी कुराहरू छन्, त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले मलाई सेलेक्ट गर्नुपर्ने हुन्छ भन्ने हिसाबले तपाईँले यसरी बताउन सक्नुहुन्छ र तपाईँले यसको एन्सर यसरी दिन सक्नुहुन्छ। You should hire me because I am honest, hardworking, and quick learner. I am ready to work hard for your company. I follow all instructions from my supervisor. र लास्टमा तपाईँलाई डु यु हेभ एनी क्वेसन्स फर अस भनेर यसरी क्वेसन सोधिन सक्छ। यानि कि के तपाईँसँग चाहिँ हामीलाई सोध्नको लागि के क्वेसन छ, तपाईँ केही सोध्न चाहनुहुन्छ भनेर यसरी क्वेसन सोधिन सक्छ। र यसरी तपाईँलाई सोधिएको खण्डमा छैन भन्नुभन्दा पनि तपाईँले चाहिँ त्यहाँभित्र गइसकेपछिको ड्युटी आवर, अकोमोडेसन जस्ता चिजहरूलाई सोध्न सक्नुहुन्छ। र विशेष रूपमा नेपालबाट विदेश जाँदै गर्दाखेरि चाहिँ तपाईँले मैले मेरो भिजा चाहिँ कहिले पाउँछु भनेर सोधिदिनुहोस्, सबैभन्दा उपयुक्त हुन्छ यो चाहिँ। किनकि स्यालेरीहरू अकोमोडेसनहरू त अलरेडी फिक्स भइसकेको छ। त्यहाँनिर गएर अब टाइमिङ त लोकेसन त तपाईँलाई पक्कै थाहा हुँदैन, किनकि कुन लोकेसनमा गएर परिन्छ भनेर। सबैभन्दा उपयुक्त भनेको चाहिँ तपाईँको आफ्नो भिजा, तपाईँ मैले भिजा चाहिँ कहिलेसम्म पाउँछु होला भन्ने हिसाबले यसरी सोधिदिनु भयो भने चाहिँ त्यो चाहिँ एकदम बेस्ट हुन्छ। तपाईँले यसलाई यसरी सोध्न सक्नुहुन्छ। Yes, can you tell me about duty hours and accommodation? यानी कि के तपाईँ ड्युटीको आवरको बारेमा र अकोमोडेसनको बारेमा बताउन सक्नुहुन्छ भनेर यसरी क्वेसन सोधिदिन सक्नुहुन्छ। वा तपाईँले चाहिँ नेपालबाट यदि आउँदै हुनुहुन्छ भने चाहिँ when will I get my visa भनेर यसरी नै क्वेसन सोधिन सक्छ। यानी कि मैले मेरो भिजा चाहिँ कहिले पाउँछु, मेरो भिजा चाहिँ कहिले आउँछ भनेर यसरी नै सोध्न सक्नुहुन्छ। र हजुरलाई इन्टरभ्यूको लागि बेस्ट अफ लक साथीहरु। बाइ बाइ, फेरि भेटौँला।